पुस्ताले आमा म देश फर्किन चाहन्छु भनेर भनेको उसले। आमा तपाईले सही ठाउँमा भोट हाल्नुस्। हामीलाई आशा छ त्यो पार्टीमा धेरै राम्रा राम्रा व्यक्तिहरूको आछन्। हामी देश फर्किन चाहन्छौँ भनेर उहाँहरूले घन्टीमा भोट हाल्नु भनेर तपाईँलाई भनेको। यो कुरा नबिर्सौँ हामीले। उहाँहरूलाई घर फर्किनु मन छ, हामीलाई पनि विदेश जानु मन छैन। कतिजना कन्सल्टेन्सी धाइराख्नु भयो होला मेरा भाइ बहिनीहरू, कतिजना विदेश पुगेर उहाँहरूले भनिराख्नु भएको छ कि हामीलाई यहाँ बस्नु छैन, हामीलाई आफ्नै घर फर्किनु छ, आफ्नै आमासँग बसेर आमाले बनाएको खाना खानु मन छ भनेर उनीहरूले पनि भनिरहेछ। कति रुन्छन् होला ती भाइ बहिनीहरू देश विदेशमा बसेर दुःख गर्दै गर्दाखेरि आफ्नो आमाले बनाएको खाना खानु नपाउँदा कति रुन्छन् होला। कति रुनु भएको छ तपाईँहरू एयरपोर्टमा गएर आँसु झार्दै छोरालाई बिदाई गर्दाखेरि। त्यसको विरुद्धमा लडेको हामी युवा पुस्ताहरू, त्यस्तो नहोस् भनेर लडेको हामीले। त्यही भएको हिसाबले पनि म हजुरलाई के बिन्ती गर्न चाहन्छु भन्दाखेरि अझै पनि पुरानो नेताहरूलाई पुरानो दलहरूलाई तपाईँले भोट दिनुहुन्छ भने नयाँ नेपाल बन्दैन। नयाँ नेपाल बनाउनलाई नयाँ सोच चाहिन्छ र अब युवा पुस्ता नै चाहिन्छ। किनभने हामीलाई हाम्रो भविष्यको तपाईँले जिम्मा दिनुपर्छ। हामीलाई थाहा छ हाम्रो भविष्य के बनाउनु पर्छ भने हामीलाई थाहा पाइसकेको छौँ। र त्यो हाम्रो बुढा बाजेहरूले जो नेता बनाउँदाहरूले हामीबाट चुसेको पैसाहरू लगेर जसरी उहाँहरूले ब्याङ्कमा आफ्नो घरमा राख्नुभयो त्यस्तो हुनु हुँदैन भन्दै हामीले लडेको यो आन्दोलनमा तपाईँले साथ दिनुपर्छ। अब चाहिँ हामीलाई एकचोटि भए पनि तपाईँले हामीलाई हेर्नुपर्छ। आशाका साथ तपाईँले हामीलाई हेर्नुपर्छ। मेरो विचारमा तपाईँहरू जतिजना जम्मा हुनु भएको छ आज मेरो विचारमा त्यही आशाका साथ यहाँ आउनु भएको जस्तो लाग्छ। र म तपाईँलाई अन्तिममा के भन्छु भन्दाखेरि चाहिँ जब तपाईँहरूले मलाई भोट दिएर तपाईँले सदनमा देख्नुहुन्छ तबसम्म म छाती फुल्लाएर गर्व साथ म तपाईँहरूको आवाज बोल्नेवाला छु। तपाईँलाई निराश बनाउन तपाईँलाई ढाँट्दिन। मैले भनिसकेँ तपाईँले भोट दिएको बापतमा जब तपाईँले मलाई त्यो सदनमा देख्नुहुन्छ कुनै काम गर्दै देख्नुहुन्छ यो केटालाई मैले भोट हालेको थियो तपाईँले गर्व साथ छाती फुलाएर भन्नुहुन्छ।